vlogging vlog. Today we are heading to Depchuli. Guys, हामी हिँड्न रेडी भयौँ। अब हामी यहाँबाट चाहिँ देप्चुल जान लाग्यो। अहिले चाहिँ दिउँसोको 2:30-3 बज्न लागिसक्यो अनि हामी चाहिँ रेडी भयौँ। यी किरण निस्के, यो चाहिँ त्यहाँ बोलिराख्यो यी चोर जस्तो भएर। सुभाष कहाँ जान लाग्यो हामी? ल हामी जान लाग्यो। अब मजा आउँछ। अब यस्तो है बाहिरको मौसम। मेरो नि यस्तै छ एउटा। ओए काले खै कहाँ गयो? ल गाइस, हामी चाहिँ हिँड्यो अहिले 6 जना। 2टा चाहिँ मास्टर हुन्। मास्टरहरू चाहिँ वता भर्खरै 24 गते जाँदैछौँ। ल हामी चाहिँ ठ्याक्क अहिले हर्कपुर चोकमा थियौँ। यहाँबाट जाने ठाउँ थिएन साथी। अब यतासम्म त पिच बनेर रहेछ। यहाँ चाहिँ लास्ट यति पिच बन्न बाँकी चाहिँ एकदम धुलो छ। यहाँ चाहिँ पुरै धुलो उडिरहेको यहाँ। त्यहाँसम्म धुलो उडिरहेको पुरै। देप्चुलीको यात्रा पुरै छ। अब यहाँ झार्न पर्ने स्थिति आयो। हामी चाहिँ रङ बाटो आएको छ अलिकति होइन। ल सिधै पुल गइदिने हो। रोक साथी, म झर्छु। यस्तो बाटो झर्नु रोक साथी, रोक म झर्छु। झर्न पर्ने आयो स्थिति। झर्नै लडेँ म भएको। अनि हल्का रमको फरक खाले बाटो आएछ। पुरै धुलै धुलो छ। यसरी पुरै पिच रहेछ। यहाँ चाहिँ अलिक बनाउन भ्याइन्छ गाइज होइन। ओहो मिठो धुलो आएको त्यता त। ओहो खाल्टो नि मान्छे लगभग आधा पुरिन जत्रो खाल्टो चाहिँ। धेरै ठुलो होइन। धुलोको मुस्लो लिएर आउँदैछ गाडीले उता टाढा। छटपट टेन्सन क्या आयो अङ्कल धुलोले। बाटो चाहिँ राम्रो भएछ यार। सिटी आइयो शान्तिसम्म आउँदा ठ्याक्क लाग्छ चाहिँ 1-1.5 किलोमिटर जति बिग्रेर रहेछ क्या हो। यहाँसम्म त राम्रै छ। पसनाले गर्दा पहिला त लास्टै पुग्यो त्यो बाटो। यहाँसम्म आउँदा लगभग 2 घन्टा लाउँथ्यो। अहिले त बाटो 1 नम्बर भएछ। मन्दिर हो यो। ल गाइज, अहिले चाहिँ हामी कुम्सोत आएर यी एकछिन बाइकलाई रेस्ट दिएछौँ। कस्तो अनुभव भयो त स्वीकार? मजा आहा? मुख 2टामा टोकेर ल जे भयो नि हो क्या एउटा केही। सुवासले के बाटो हिँड्ने जो देखेर हो हाम्रो नारायण घाट बजार। यो चाहिँ दल यो के बजार हो केटा? यो गैँडाकोट भइहाल्यो नि। यो गैँडाकोट भयो। ऊ हो त्यो खोला चाहिँ नारायणी हो। ल हामी चाहिँ यहाँ एउटा पल्सर, एउटा यो यान-1, एउटा हाम्रो स्वीकारको युनिकर्न बाइकमा आउँदैछौँ हामी अहिले। ल ठिक छ। ल फेरि भेटौँ ल अगाडिको अफरोड बाटोमा पिच भइयो। अब हामी अफरोड। मैले 2000 को चस्मा लाएको है। 2000 को चस्मा कस्तो देखियो मलाई। काइतेर लगाएर लगाइज फेस भेटौँ ल। लगाइज अहिले चाहिँ हामी ठ्याक्क पिच रोड सकिएर कुम्सोत कटियो अनि ढुङ्गे बाटो आयो। घाम अहिले ठ्याक्कै मरेको। फेरि घाम लाग्थ्यो अघिसम्म, अहिले ठ्याक्कै घाम मऱ्यो। बादलले थियो क्या। सुभाषजी कस्तो अनुभव भइरह? एकदम मजा आयो यार। मजा आइरह नि।
सुभाषको चाहिँ बाइकमा यस्तो पहिलोचोटि आएर चाहिँ यस्तो ठाउँमा मजा आएर सुभाषलाई भ्यू हेर्दा बाइकमा त मजै हुन्छ क्या तर है हामीलाई पनि मजा आइरह म त दोस्रोचोटि हो यो आउनु त उता धोबाडी सोबाडी पनि गएँ एकचोटि यो बाटो चाहिँ मेरो तेस्रो बाटो है लगाइ जहिले चाहिँ हामी माथि माथि चढ्दैछौँ बाटो यस्तो रहेछ लास्टै उस भइरहेको क्या यहाँ चाहिँ पानीले बगाइदिएर रहेछ क्या अहिले अलि नराम्रो भयो म आउँदाखेरि ऊ घाम फेरि देखिसक्यो अब अस्ताउने बेला हुँदैछ बाटो त रुखो छ होइन त्यहाँ अब मैले चाहिँ दाहिने हातले चलाइरहेको यहाँ एक एउटा मात्रै अब चाहिँ हामी लगभग पोखरी आउने बेला हुन्ला यस्तो भइरहेको हाम्रो कन्डिसन अब ऊ त्यतापट्टि हो पोखरी हो त्यता अब अनि त्यसपछि गएर बाटो चाहिँ सबै चट्टान भएर पानीले माथि थमाएको बाटो जम्मै लैदिएछ क्या सब चट्टान आँखा अहिले चाहिँ फेरि चिसो मौसम भइसक्यो यता ल यस्तो खाल्टो छ यहाँ चाहिँ यही अब एउटा हातले चलाएको नि त यही देब्रे हातले चलाएको भए चाहिँ बरु अलिकति पावर हुन्थ्यो दाहिने हातमा चाहिँ अलिक पावर छैन क्या देब्रे हातले चलाउने माने भएको लगाए जहिले चाहिँ हामी यस्तो फोटो खिच्न भनेर बसेको एन्टी लाइट परेर मजै आएन यहाँ अब चाहिँ हामी फोटोसोटो खिचेर हामी चढ्छौँ एन्टी लाइट पऱ्यो क्या त्यता How Caramelo Greco, hi guys. Killer shot and hi guys, Mero dance. ओए डिआरडी जित्यो यार ओ डिआरडी जित्यो के होले यार ओए किलोको 90 किलोको भन्छ त उता केटा यो बाटो यस्तो छ तान्दै छ फाला भयो नि यता छोड नानीला Go. लगाइ हामी फाइनल्ली कस्तो अनुभव भएर लास्ट यार धन्य मैले बाइकलाई चलाएको होइन बाइकले मलाई चलाएको ढुङ्गाले गर्दा हो नि भन्छ मजा यी दुईटा चाहिँ मास्टरहरू ढिलो आए हामी चाहिँ ठ्याक्क समस्या खाएर भएका थियौँ यिनीहरू पनि ठ्याक्क आयो चिसो खाएन ल ल अब चाहिँ हामी हिँड्यो होइन जाम गाई जाम पोखरी भन्ने अड्कियो नि अनि त्यहाँबाट फोन हानेको तिमीको फोन लगाएन कसैले ल गाइज ल अब हामी गाना सुन्दै हिँड्छौँ हामी हिँडेमै गाइज गीत सुन्दै यहाँ चाहिँ अँध्यारो भइसक्यो यी त्यही भएर एकदम मान्छेको टाउकोमै लैजाँदा मात्रै मान्छे चिन्ने त्यो रमेश भान्जा पनि देख्यो छैनन् त्यहाँ यी अब त उजेलिए नि भान्जा त्यही ल पर्ने पात्रमा कान्त कणेल मृत्युको मुखबाट बाँचेर आएका दुईटाहरू डराएर केटा गीत सुन्दै हिँडेँ हामीले अहिले गीतमा कपिराइट लाउँछ त्यही नि मैले हालिदिन्छु कारण पनि एउटा छ क्या अलि तलै एकचोटि बाइक खचक्क बस्दियो क्या घचक्क हुँदाखेरि मैले त्यहाँबाट सातो जान लाग्यो नि त्यति नभइदियो हामीलाई डर लाग्थ्यो मलाई त खासै डर लागेको थिएन हाम्रो केटाहरू पालो यी मजा आयो नि गाइस अलि छिटो यस्तो राति भयो सबैलाई कुर्दाखेरि अब क्यार्नी केटाहरूलाई कुर्ने पऱ्यो मास्टर छन् सबै यिनी त हिरो भयो क्या अनि म भएँ लिडर यिनीहरूको शान्ति न भनौँ न यिनीहरू नपत्ता आएन म चाहिँ लिडरै हो यिनीहरूको होइन अहिले चाहिँ हामी जाँदैछौँ लगभग 20-25 मिनटमा चाहिँ हामी चाहिँ त्यो घरमा पुगिन्छ अनि घरमा पुगेर खानासाना खाएर मस्त रातभरि गेम खेलेर बसिन्छ अब गेम भनेको नि अनलाइन गेम होइन फेरि हामी यस्तो तास लिएर आऊँ तास खेल्छौँ साथीभाइ रमाइलो गर्छौँ अनि सुतेर भोलि बिहान 2 बजी उठेर डाँडा चढ्छौँ त्यो डाँडा चढेको नि म बनाउँछु हो यस्तो छ उज्यालो छ हाम्रो आँखाले चाहिँ अलिअलि बत्ती देखाए तर यहाँ मोबाइलले क्याप्चर गर्न सकेन ल फेरि भेटौँ ल उतै गएपछि अब भोलि बिहान भेट हुन्छ कि राति नै केही भिडियो स्पेसल भयो भने राति भेट हुन्छ लगाइज यस्तो गरिदिन्छु ल लगाइज हाम्रो यात्रा 3:30 बजे सुरु भयो ल काइतीहरू ल हाम्रो यात्रा 3:48 मा सुरु भयो अब जानको लागि उतै माथि चढ्नको लागि मोबाइलको बत्ती ल लेट्स गो गानाको साथमा साथीहरुलाई बिहानको 2 बजेको छ अहिले चाहिँ यहाँबाट अब माथि डाँडा चढ्नको लागि ल ब्लगर बोय ल हाम्रो यात्रा सुरु भयो गाइज अब हैन अहिले चाहिँ हामी अँधेरामै छौँ अब अलि उज्यालो भएपछि चाहिँ हटमा हिँड्छु उज्यालो भएपछि चाहिँ म तपाईहरुलाई भिडियो देखाउँछु हैन गाइज अहिले चाहिँ यही मेरो कुएको अनार हेर्नु ल धन्यवाद हामी लगभग
75% बाटो आयो हो त्यहाँ माथि यो डाँडा के देख्यो नि आज पानी पऱ्यो लास्ट हावाहरू लाग्यो मजा आयो गाले यस तल किन्दै हामी 6 जना मध्ये 3टा मास्टरहरू तल बसेर बिस्तारै मुद्दै आहार हामीले छिचिरो आयो ओहो ल एउटा हाम्रो सुभाष साथी आउनु कुरा भनेको त बुढो मान्छे झै आयो या दामी हावा यार हामी आएको न यस्तो माथिको सब खोलेर यहाँ फोटो खिच्नु आधार खिच्नु हुन्थ्यो यो भन्दा अगाडि 2-4 वर्ष अगाडि आउँदाखेरि कस्तो अनुभव बस्ला थिए स्वर्ग आहा ल हामी चढ्दै छौँ अहिले जिन्दगी गोरेटोमा दाजुहरू पनि चढ्दै हुनुहुन्छ केही देख माखो रम देख्यो होइन कालो पुरै के फ्ल्यासले जहाँ भ्यायो यस्तो पानी आयो बेजोक बना यार चढ्न त मजा भयो तर बादल भयो क्या यार 0.5 आउनको सब हात आएछ यार यस्तो हो अब लगभग आयो त्यहाँ माथि हो यस्तो कालो घाम हेर्न आएको अब घरै गएर घाम हेर्ने डाँडा चाहिँ चढ्ने हो यहाँ देखेकै छैन मलाई यत्तिकै थियो हो त्यहाँ खान यिनीहरू त्यहाँ खान सम्झिनु हो यो हातमा खान तिनीहरू मान्छे छ्याक्क सिधै कोराए ल यस्तो भयो है भिजेर हाम्रो साथी ढकाल लाडो जस्तो हो भिजेको चरा जस्तो भयो कपाल ढकाल क्या मेरो आँखा किन नदेख्यो मेरो क्या ब्राइटनेस लो भएर होला ए सुभाष देख्यो केही चाहिएन क्या हामीले देख्यो होइन म देखेँ त भइहाल्यो नि लेट्स गो गाइज मजा आहा मजा त एकदम थकै जिरो लाहा तर यो घाम लागेन मजा यति त्यहाँ भयो अब घाम अब थकैले मरिन्थ्यो पसिनाले भिजिन्थ्यो अहिले पानीले भिजियो ठिकै छ एउटा काइते बौलाउँदै हेर्ने साथी क्याप्टेन अमेरिका अहिले त्यो उसै ढुङ्गाको एउटा पाटो लिएर सिल्ड भनेर हाम फालिदिन्छ अब टाइटेनियम भनेर ओ गुफामा बनाइदिन्छ तैँले टोनी स्टार्कले जस्तो डेभिड गगिलले भन्छ नि I don't run for hour I run for fear I run for death यो काइते अर्को काइते बौला है मास्टर मध्येमा अलि पावरफुल मास्टर यही रहेछ भुपु मास्टर यो रहेछ अरू 3टा भोडे सरकारी मास्टरहरू कहाँ छन् थाहै छैन अझ घाम लाग्यो त फर्किने हेर्छन् केटाहरू झन् घाम लगाइदिएन बादल देख न यस्तो है यस्तो कालो मौसम माथि त्यही नि हामी चढेमा आइसकेपछि किन फर्किने बेकारमा भनेर पानीमा रुच्दै बादललाई छेड्दै अघि बढ्दै पाइला चाल्दै हम ल अब माथि बसी भेटौँ ल एकदम मजा आयो पानी आयो अलिकति गाह्रो चाहिँ त्यही भयो तर गुड छ है मौसम लगाए यतिको भ्यू आउने ठाउँमा चाहिँ आयो हामी होइन हाम्रो क्यापासिटी यहाँसम्म चाहिँ भयो है अहिले चाहिँ अलिअलि उज्यालो भयो है सुभाष चाहिँ चिलमा है मजा ल हाम्रो केटाहरू बल्ल हो त्यहाँ जहाँ मैले अहिले सुरुमा भिडियो बनाएको थिएँ हो यहाँ आएछन् है ल अझै लगभग हामी आधा घन्टाको माथि चढ्न आधा घन्टा 45 मिनट त्यसपछि हामी जक्सनमा पुगिन्छ अहिले बिना जक्सनमा पुगे यतिको भ्यू आह ल सुभाष ल हामी यहाँ पुरै जाडोले कामदै कि यिनी चाहिँ यहाँ लगभग सुत्केरी हुन लाग्छन् सब यहाँ यस्तै लग भिज्दै आहाम हामीले एउटा पत्ता लाहाम त्यो चाहिँ यहाँ भिडियोमा भन्न मिल्दैन चिज यो चाहिँ यस्तो भयो है यही हेर्न आएको रहेछ हामी पानीमा रुच्दै तेरी मरेर मिटेर आएको हामी यही हेर्न रहेछ है हो त्यहाँ चाहिँ बल्ल अलि राम्रो देखियो वाटरफल जस्तो देखियो त्यहाँ बादलमा अब यता नि हल्लिन्छ के
तर दामीहरू नारायणी होला नि त्यो देखेको होइन Babal shot and hi guys views ta. ल हामी जाडोले कामदै भयो नि यहाँ माथि आयो भ्यू टावर जस्तो छ है किरण र म चाहिँ अरू तल हामी टी सर्ट खोलेर बस्यौँ सब भिज्यो हाम्रो कपडा लास्टै जाडो भयो त्यही भएर यस्तो भ्यू घाम लायो भए चाहिँ मजाको त आउँथ्यो अहिले घाम लाएन घामले धोका दियो हामीलाई पानीले ल गाइज अब चाहिँ हाम्रो यात्रा सकियो हामी पानीमा चढ्यौँ पानीमा चढ्यौँ हामी त्यहाँ सनराइजै भएन यार लास्टै धोका दियो आज हामीलाई मौसमले होइन अब अर्कोचोटि आइन्छ हाम्रो केटाहरू लगातार सबै आइए सँगै अब हामी घर फर्किँदैछौँ अनि त्यहाँ ऊ ब्लगको बारेमा झगडा गर्दाखेरि मैले स्टार्ट गर्छु चुप्ला भनेको काटाकाट गरिरहन् त्यहाँ हल्ला गरेछन् उनीहरूको फेरि यहाँ विवाद नभइकन हाम्रो फेरि केही टुङ्गिन्न फेरि विवाद चाहिँ हुन्छ जे कुरामा नि मैले भात खाएँ भन्यो भने नि तैँले खाएनस् भनेर विवाद हुन्छ त्यहाँ फेरि विवाद केही नहुने विषय छैन हाम्रोमा त्यही भएर ठिकै छ राम्रो छ ल आजलाई यति नै भयो अब चाहिँ अर्को भ्लग छिटै ल्याउने ट्राई गर्छु अहिले कहीँ घुम्न जानु पाइए छैन घुम्न गएको बेलामा बनाउँछु अनि 2 महिना 4 महिना पछि गइन्छ अर्को भ्लग हाल्दा ढिलो हुन्छ ल गाइज अब चाहिँ यस्तो छिटो बनाउँछु ट्राई गर्छु म होइन ल बाई बाई गाइज सबैले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई धन्यवाद बाई बाई सी यू